अन्त के धेरैजना हाम्रो भ्युअर्सहरूले चाहिँ यसरी भाइलाई बोकेर हिँड्दाखेरि होइन अनि बोकेर बसिराख्दाखेरि चाहिँ हाते बानी भएछ डुलुवा बानी भएछ भन्नुभएको छ होइन यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा अब बल्ल बल्ल जन्मेको छोरा हो होइन अब सानैमा बोक्ने हो बोक्दाखेरि अब ठुलो भएपछि बोक्ने कुरो भएन आइज नि त बोक्छु भन्दाखेरि मान्दैन अब मान भने पनि म बोक्न सक्दिनँ फेरि ठुलो मान्छेलाई होइन यतिखेर बोक्ने हो अब बोक्ने अब यो सुवर्ण मौका पाइएको छ त्यसमा अब म चाहिँ खुसी छु हाते बानी होस् कि खुट्टे बानी होस् होइन बोकिरहन्छु भन्ने भन्न चाहन्छु अनि डुलुवा पनि भन्नुभएको छ डुलाउनु परेन अब यो त नजन्मिँदैखेरि कति ठाउँ डुलेर आएको मान्छे पेटमै हुँदा उयो पनि गरेको आन्दोलन पेटमै हुँदाखेरि यो पेटमै हुँदाखेरि कति ठाउँ डुलेर आएको छ त्यही भएर यसको एकदम जन्मिनुभन्दा अगाडिदेखि डुल्ने बानी भएको चाहिँ घरमा बस्न मान्दैन पछि ठुलो भएपछि यसले पृथ्वी घुम्छ जस्तो लागिरहेको छ मलाई ट्राभलर हुन्छ होला हौ घुमेको घुमे गर्ने